मेरो यो एक्सिडेन्टको भिडियो सबैजनाले हेर्नु नै भयो होला एन्ड यो एक्सिडेन्ट पछि मेडिकल एक्सपेन्सेसहरू धेरै भयो एन्ड बाइक रिपेयरिङ कस्ट पनि एकदमै हाई छ। अराउन्ड 1,20,000 जति त बाइक रिपेयर गर्न मात्र लाग्छ भनेर मलाई कोटेसन दिए। इभन आफ्टर माई एक्सिडेन्ट मैले बाइक कुदाउनु चाहिँ छोड्ने छैन। इफ धेरैजनाको दिमागमा, खास गरी मेरो छिमेकीहरूको पनि होइन, दिमागमा कस्तो थियो भन्दा राम्रै भयो, एक्सिडेन्ट भयो होइन, अब त धेरै उड्दैन होला, अब त बाइक कुदाउँदैन होला। सो नो, यु गाइज आर रङ होइन। बाइक कुदाउनु मैले छोड्ने छैन, कन्टेन्ट क्रिएसन पनि मैले छोड्ने छैन। मैले आज मेरो यो पिसी बेच्दैछु, बट फेरि कमाउँछु, फेरि मिहिनेत गर्छु र फेरि पनि एउटा अर्को पिसी किन्छु। यो हात मेरो अब हिल हुन मेबी फ्यु मन्थ्स लाग्ने नै छ। आफ्टर द्याट आई विल बी ब्याक इन मोटो भ्लगिङ। म झनै बेटर तरिकाले, राम्रो तरिकाले र अफकोर्स केयरफुल भएर पनि मोटो भ्लगिङ गर्ने नै छु। तबसम्मको लागि बाई बाई।